स्वर्गमा बसेर भोग भोग्नुको अर्थ हो भोगे रोग भयो। भोग भोग्ने बित्तिकै रोगले हामीलाई सताउन थालिहाल्छ। तर योगले चाहिँ फेरि माथिको लोक दिन्छ। दैत्यहरू योग गर्न लागे, देवताहरू भोगमा डुबे, परिणाम उल्टो भयो। अब देवताहरू स्वर्गमा बस्ने फेरि खदेडिनु पर्यो, दैत्यहरूले स्वर्गको राज्य फेरि प्राप्त गरे। देवताहरूले धेरैपल्ट लिने प्रयत्न गरे, सकेन, आमाको शरणमा पुगे। आमा अदितिले भन्नुभयो, देवता हो चिन्ता लिनु पर्दैन, तिम्रो मेरो शरणमा आयो, म त भरसक शान्तिले काम बनाउँछु, भएन भने क्रान्तिको निम्ति रुद्र चण्डीको रूप धारण गर्ने भनेको पनि मै हुँ, म दैत्यहरूलाई फेरि परास्त गर्छु। यसरी भन्नुभयो आमाले। र कश्यप ऋषिसँग गएर भन्नुभयो, आफ्नो पति स्वामीसँग भन्नुभयो, स्वामी मलाई त्यस्तो कुनै व्रत बताउनुहोस् न जसलाई मैले सम्पन्न गर्दा सबैको कल्याण गर्नेवाला सन्तानलाई मैले जाय जन्म गराउन सकौँ। त कश्यप ऋषिले पय नाम गरेको व्रत बताउनु भयो। फाल्गुन महिनाको शुक्ल पक्षको प्रतिपदाबाट सुरु गरेर त्रयोदशी तिथिसम्म गरिने पयो व्रत, जुन व्रत तिमीले गर्यौ भने, व्रत गर्यौ भने तिमीले भने जस्तै सबैको कल्याण गर्नेवाला सन्तानको जाय जन्म हुनेछ भनेपछि अदिति माताले त्यो व्रत गर्नुभयो। त्यो व्रतको प्रभाव साक्षात भगवान नारायण नै आएर अदितिको गर्भमा प्रवेश गर्नुभयो। व्रतको प्रभावको फलस्वरूप साक्षात भगवानले आएर अदितिको गर्भमा प्रवेश गर्नुभयो। महिना पूर्ण भएपछि भगवान अदितिको गर्भबाट प्रकट हुनुभयो। जन्म लिए जस्तो गरेर भगवान प्रकट हुनुभयो, जसलाई भागवतमा वामन भगवानको अवतार भनिएको छ। भोले वामन भगवानको। त वामनको अर्थ भगवान यसपल्ट पुड्के भनेर आउनु भएको छ। पुड्केलाई चाहिँ वामन भनिन्छ। त भगवान किन पुड्के भनेर आउनुभयो अरे भने बलिसँग माग्नु छ भने जहिले पनि सानो भनेर माग्नु अरे। अभिमान गर्दै ठुलो भनेर माग्न गयो भने कहिलेकाहीँ दिनेले पनि दिँदैन। बडा माग्न आएको ठुल्ठुलो कुरा गर्यो, जा दिन्न भनेर हामी भन्छौँ। तर रिसै उठेको भए पनि दिन्न त भन्दै थिएँ, तर हात जोड्दै आइपुगा मरस है भनेर दिएर पठाएँ भन्छौँ हामी। त वामन भगवान माग्नु छ, त्यही भएर सानो भनेर आउनुभयो। जब उहाँ 8 वर्षको हुनुभयो, उहाँको व्रतबन्ध आदि संस्कार गरियो। अब बलिकोमा जान्छु भनेर वामन भगवान बलिकोतिर लाग्दै हुनुहुन्छ। यता बलिले के गर्दैछन् भने स्वर्गको राजा भएपछि पृथ्वी तलमै भृगुकक्ष नाम गरेको ठाउँमा बसेर एक पछि अर्को, अर्को पछि अर्को, अर्को पछि अर्को गर्दै यज्ञ गर्दैछन्। शतक्रतु भनिन्छ इन्द्रलाई। 100 वटा यज्ञ जसले पृथ्वीमा गर्छन् भने ऊ कुनै न कुनै कल्पमा एकपल्ट इन्द्र बन्छन् अरे। त बलि पनि इन्द्र पदलाई म थाहै बनाउँछु भनेर यज्ञ गर्दैछन्, एक पछि एक पछि गर्दै 99 यज्ञ गरिसकेर अब 100औं यज्ञ बलिको चल्दैछ। त यहाँ वामन भगवान अब बलिको यज्ञ स्थलतिर लाग्नुभयो। जब बलिको यज्ञमा पुग्नु भएको वामन भगवानलाई देख्ने बित्तिकै बलि आदि त्यहाँ भएका सबैले उठेर वामन भगवानलाई स्वागत गर्न लागे, भन्न लागे कि स्वागतम ते नमस्तुभ्यं ब्रह्मन् किं करवामते ब्रह्मर्षीणां तपसाक्षात् मन्ये त्वार्य वपुरोधरम्। हे भट्ट ब्रह्मचारीजी, हजुरलाई स्वागत छ, स्वागत छ। आज त बलि भन्दैछ, आज त मलाई यस्तो लाग्दैछ मैले जीवनमा जो पुण्य गरेको थिएँ पुण्यको फल पनि पाए जस्तो लाग्दैछ, यज्ञ गरेको फल पनि पाए जस्तो लाग्दैछ, धर्म गरेको फल पनि पाए जस्तो लाग्दैछ, मेरा पितृहरू पनि आज तृप्त भए जस्तो मलाई लाग्दैछ। किन लाग्दैछ भन्दा कि अद्य न पितर तृप्त अद्य न पावितं कुलम अद्य स्वेष्ट क्रतुरयं यद्भवा नागतो गृहान। हजुर हाम्रो यज्ञमा आउनुभयो नि, गृहान भनेको हाम्रो कार्यस्थलमा आउनुभयो नि, त्यसैले गर्दा मलाई त्यस्तो लाग्दैछ। भट्ट ब्रह्मचारीजी उमेर त सानै तर कस्तो वैरागी हुनुभएछ। हजुरलाई थाहा छ कि छैन पनि म 3 लोकको राजा हुँ। स्वर्गीय मर्त्य पाताल मेरै राज्य अन्तर्गत पर्दछ। हजुर केही कुरा माग्न आउनुभएको भए माग्नुहोस्। तपाईँले माग्न ढिलो गर्नु होला कि 3 लोक माग्नुहुन्छ भने पनि म तुरुन्तै तपाईँलाई दिइहाल्छु। वामन भगवानले मनमा नै विचार गर्नु होइन, बलि माग्न त म 3 लोक माग्न आएको नि, तर मैले माग्नुभन्दा अगाडि तिमी आफै मागा मागा भन्दैछौ त। तथास्तु, तिम्रो इच्छा पूर्ण होस्, म अहिले माग्नेछु। त वामन भगवानले चाहिँ अब के भन्नु भने होइन बलि यज्ञ गर्दैछौ भनेर
यज्ञ नारायण भगवानको दर्शन गर्न आएको, तिमीले मिठो बोलेर सम्मान देऊ, यति भयो मलाई पुग्यो, केही चाहिएन भने उठेर जान लाग्नु थियो वामन भगवान। बलिले च्याप्प समाएर भन्छन्, हे प्रभु, हे वामन, हे बटोक ब्रह्मचारी, हजुरलाई केही कुरा चाहिँदैन भने पनि मेरो खुसीको निम्ति भए पनि मसँग माग्नुहोस्। तपाईँले नमागे तपाईँको आवश्यकता के हो भन्ने कुरा मैले के थाहा पाउँ? तसर्थ हजुर माग्नुहोस्, मलाई चाहिँ दिन पाउँदा आनन्द लाग्छ। बलिले भने हेर्नु, यो संसारमा हामी मान्छौँ सबै प्रकारका छौँ। कसैलाई दिन पाउँदा आनन्द आउँछ, कसैलाई लिन पाउँदा आनन्द आउँछ, कसैलाई दिन ठाउँमा दिन पनि ठाउँमा लिन पनि आनन्द आउँछ, कसैलाई दिनै मात्रै आनन्द आउँछ, कसैलाई लिनै मात्रै आनन्द आउँछ, कसैलाई लिन दिन दुइटैमा आनन्द आउँछ या आउँदैन। त बलि चाहिँ के भन्छन् भने मलाई दिनमा खुब आनन्द आउँछ क्या, त्यही भएर तपाईँ माग्नुहोस्, तपाईँ माग्नुहोस्। हेर्नु, हामी संसारमा मान्छे हुन्छौँ नि, दुई प्रकारका हुन्छौँ। जस्तो मसँग 100 रुपियाँ छ, एक प्रकारका मान्छेले के सोच्छन्, मसँग 100 रुपियाँ छ, अरू 5 रुपियाँ थप्यो भने 105 रुपियाँ हुन्छ, 105 बनायो, अरू 5 रुपियाँ थप्यो भने 110 हुन्छ, फेरि 5 रुपियाँ थप्यो भने 115 रुपियाँ हुन्छ। ऊ खालि थप्यो भने यति हुन्छ, थप्यो भने यति हुन्छ, थप्यो भने यति हुन्छ भनेर थप्नेतिर मात्रै लागिरहन्छ। यज्ञ धर्म पूजा पाठ दान आदि आदिका कुरा गर्यो भने पनि धन खर्च हुन्छ भनेपछि बस एउटा एउटा बाना बनाएर तर्किन्छ। अनि त्यस्ता व्यक्ति सम्पत्तिका नोकर हुन्, सम्पत्ति कुरेर मात्रै बस्ने हुन्, खर्च अब जीवनमै गर्दैन भने कुर्नु बाहेक अरू पाले बाहेक अरू के नै पर। अब अर्का व्यक्ति हुन्छ न, मसँग 100 रुपियाँ छ, आज मैले 5 रुपियाँ खर्च गरेँ भने पनि मसँग 95 रुपियाँ त हुन्छ। मसँग 95 रुपियाँ छ, मैले 5 रुपियाँ 10 रुपियाँ खर्च गरेँ भने पनि मसँग 90 रुपियाँ त 50 रुपियाँ त हुन्छ भन्ने व्यक्तिले नै हो समय समयमा सत्कर्म आदिहरूमा पनि खर्च गर्ने। मौकामा हिरा फोड्नु, बेमौकामा पौडी नछोड्नु भन्छ नि। समयमा लोभ गर्ने हो, तर समयमा फेरि हात पनि खोल्न सक्नुपर्छ। त यहाँ अनि अर्को एउटा कुरा सुन्नु भएको छ कि छैन तपाईँहरूले? बडा रमाइलो लाग्छ मलाई त्यो कुरा सुन्दा। सुन्नु भएको छ पक्कै पनि। के भन्छन् मान्छेले, दान भन्ने कुरा यो हातले दिएको कसले थाहा पाउनु हुँदैन अरे, यो हातले दान भन्ने कुरा यो हातले दिएको यो हातले थाहा पाउनु हुँदैन भन्छन् नि, होइन? त्यो कसले भन्छन् थाहा छ भन्दा महाको लोभीले भन्छ, आफू पनि दिँदैन कि अर्काको नाम पनि नचलोस् भनेर। हेर्नुहोस्, त्यो चाहिँ महाको लोभीले भन्छ, आफू दिँदैन, दिनै जाने छैन, अर्काले दियो भने त उसको नाम सुबास चल्ने भयो, त्यही भएर भरसक उसले नदियोस् भनेर यो हातले दिएको यो हातले थाहा पाउनु हुँदैन भन्छ। त्यही महाको लोभीलाई मात्र थाहा छ। बलि राजालाई थाहा थिएन? बलि राजाले लुकाएर दिएको आज बलिलाई कसैले चिन्थे? त्यस्तै नृग राजाले देखाइ देखाइ दान गरे, जसले गर्दा आज नृग राजा भनेर चिन्छन्। त्यस्तै गरेर शिवीले देखाएर दान दिएको हुनाले चिन्छन्, कर्णले देखाइ देखाइ दान दिन्थे स्वर्ण दान, जसले गर्दा आज कर्ण भनेर चिन्छन्। त्यसैले भागवतले चाहिँ के भन्छ भने यहाँ धर्माय यशस्तीर्थाय कामाय सोजनाय च। यदि हामीले धन खर्च गरेर हाम्रो यश राख्ने काममा पनि खर्च गर्नु अरे, त यश राख्नु काम भनेको चाहिँ त्यसले आफूलाई आफू पछि पनि चिनाउने काम हो। त्यसैले त्यहाँनिर कुनै किसिमको लाग्दैन दोष। हेर्नुहोस्, त्यसैले 1 रुपियाँ पनि कतै सहयोग गर्नु भएको छ भने छाती खोलेर मैले 1 रुपियाँ सहयोग गरेँ, तपाईँले निसङ्कोच भन्नुहोस्। भागवतले चाहिँ तपाईँलाई भन्नमा कतै रोकटोक लाउँदैन, कतै रोकटोक लाउँदैन। त यहाँ वामन भगवान सँग बलि के भन्दैछन् भने मलाई चाहिँ दिनमा आनन्द आउँछ कि, त्यही भएर तपाईँ माग्नुहोस्, तपाईँले मागेपछि म तपाईँलाई दिन्छु। त्यो वामन भगवानले भन्नुभयो बलि त्यसो भने यसो गर न त, यो मेरो चरणले नापेर 3 पाउ जमिन मलाई दानमा देऊ न। बलिले हाँस्दै भने त्यो सानो चरणले 3 पाउ लिएर के गर्नुहुन्छ? मसँग त 3 लोक माग्नु न, दिइहाल्छु अहिले नै। वामन भगवानले भन्नुभयो अहिलेसम्म 1 पाउ छैन, चलेको छ। अब तिमीले 3 पाउ दियो भने त्यही 3 पाउमा म पाइला फेरि फेरि हरिको भजन गर्छु। होइन, मैले चित्त बुझाउन छोड्यो भने त जति नै भए पनि पुग्दैन। सम्पत्ति कति भए पुग्छ भने त कति नै भए पनि सम्पत्ति पुग्दैन। पहिला 10 को इच्छा हुन्छ, 10 पछि 100 अनि 1000 10,000 लाख 10 लाख करोड 10 करोड अरब 10 अरब खरब जति नै सम्पत्ति भए पनि भयो र पुग्यो भन्ने चाहिँ कहिले पनि दिन आउँदैन। हेर्नुहोस्,
एउटा मैले तपाईँलाई प्रश्न गरेँ, तपाईँ हामी सबैको लागि यो प्रश्न हो। तपाईँ अहिले कथा सकेर घरमा पुग्दा तपाईँको घरमा जसले कमाएर ल्याउनु पर्ने उसले 5 ट्रक कपडा ल्याएको छ भने कराउनुहुन्छ, यो कपडाको गोदाम हो र राम्रो मुसाले काट्छ, राख्ने ठाउँ पनि छैन, ल्याउनुभन्दा अगाडि सोध्नु पर्दैन भनेर। 2-4 ट्रक चामल ल्याएको छ भने कराउनुहुन्छ, अरू कुरा ल्याएको छ भने कराउनुहुन्छ, तर इमान्दारीको साथ ननाटी भन्नु त कति ट्रक पैसा ल्याएको छ भने कराउनुहुन्छ। यत्रो पैसा किन ल्याउनु भएको, ल्याउनुभन्दा अगाडि सोध्नु पर्दैन किन ल्याएको भनेर। 100 होइन करोड ट्रक पैसा ल्याए पनि कोही कराउनेवाला छैन हेर्नुहोस्। त्यहाँ कहिले पुग्दैन सम्पत्ति, कसैलाई पनि पुग्दैन, न तपाईँलाई न मलाई न अर्कोलाई। अलिअलि गर्दै वर्ष लोकको भाँडो पनि विचित्र छ कि अलि गर्दै बढ्छ लोभको भाँडो जहिले, अलि बढ्छ लोभको भाँडो जहिले, लोभको भाँडो भरिया छैन आफू मर्छ पहिले, लोभको भाँडो भरिया छैन आफू मर्छ पहिले। गर्दै बढ्छ लोभको भाँडो जहिले, तर लोभको भाँडो भरिया छैन आफू मर्छ पहिले। लोभको भाँडो भर्न सकिँदैन, तर वीरको चाहिँ लाउन सकिन्छ। वीरको के त भन्दा सन्तोषम परमम सुखम, जति छ नि, जति छ मेहनत गरिँदैछ, पसिना बगाइँदैछ, जो जोडिँदैछ हो, त्यसमा आनन्द पनि मान्नु वीरको सम्मान लाउने उपाय। सन्तोषको अर्थ फेरि केही नगरी चुपचाप सुतेर बस्ने भन्ने होइन, कर्म गर्दैछौँ, त्यहाँबाट जो पाइन्छ नि त्यसैबाट आनन्द पनि मान्नु वीरको सम्मान चाहिँ लाउने उपाय होइन भने विचित्र छ। हेर्नुहोस् हाम्रो बानी कस्तो छ भने हामीसँग हाम्रो अगाडि के छ त्यसमा हामी खुसी छैनौँ, जे छैन नि त्यसले हामीलाई पिरोलिरहेछ। कति छ मसँग भनेर हेर्ने भन्दा पनि कति छैन त्यो अभाव, खालि सिसीतिर चाहिँ हामी हेर्छौँ, भरिएको कति त्योतिर हेर्दैन। त्यसले गर्दा हामी दुःखी हुन्छौँ। हेर बलि दिन्छौ 3 पाउ देऊ, होइन भने मलाई चाहिएको छैन भाइ त हुन्छ भनेर बलिले जब सङ्कल्प गर्न लाग्नु भएको थियो, सङ्कल्प भनेको ठेगाना हो, शुद्ध ठेगाना लेख्नुपर्छ। तयारी गर्दै गर्दा शुक्राचार्य त हुनुहुन्छ पुरोहित विचार गर्नुभयो, मेरा यजमानलाई यति मिठा कुरा गरेर फसाउन खोज्ने यिनीको हुन्। ध्यान दृष्टि लगाएर हेर्दा त साक्षात् भगवान परमात्मा। बलिलाई च्याप्प समार भित्र लगेर भन्नुभयो, हेर बलि यी माग्न आएका साक्षात् भगवान, तिमीले दिन्छु मात्रै भन। पहिलो पाउले पृथ्वी, दोस्रो पाउले तिम्रो अन्तरिक्षको 2टा लोक स्वर्ग र पाताल नापिदिन्छन्, तेस्रो पाउ त तिमीले राख्ने भूमि पनि दिन सक्दैनौ, त्यसैले दिन्न भन्दै। हेर बलि जसले सम्पत्ति कमाएको हुन्छ त्यो सम्पत्तिलाई 5 भाग लगाएर खर्च गर्छ नि, त्यसैले आनन्द पाउँछ। त कहाँ 5 भाग लगाएर खर्च गर्ने भन्दा धर्माय यशस्थिरथाय कामाय सोजनाय च पञ्चदा विभजन मितम्या मूत्र च मोदते। बडा राम्रो कुरा गर्नुभयो। यो हामीहरूको लागि पनि त्यत्तिकै सान्दर्भिक छ। कमाएको सम्पत्तिलाई 5 भाग लगाएर खर्च गर्दा यहाँ पनि र परलोकमा पनि आनन्द हुन्छ। कसरी लाउने त भन्दा जस्तो 5 भाग हामीले 100 रुपियाँ कमाएको छौँ एकछिनको लागि, 100 रुपियाँ कमायो, 100 रुपियाँलाई 5 भाग लगाउँदा कतिको भाग पर्यो भन्दा 20 रुपियाँको भाग पर्यो। त पहिलो 20 रुपियाँ धर्मको निम्ति खर्च गर्नु। हामी मान्छे बनेर धर्म गरिनौँ भने पशु पनि आएको छ नि जीवन लिएर, त पशु र मान्छे आउनुमा फरक के भयो त? त्यसैले पशुभन्दा हामी पृथक, हामीले धर्म गर्नु पर्यो। यहाँ धर्म गरियो भने परलोकको बाटो पनि खुल्छ। त पहिलो भाग धर्मको निम्ति खर्च गर्ने। अब दोस्रो भाग भनेको यश भनेको आफू मरेर गएपछि पनि आफ्नो नाम कतै रहोस् त्यो नामको निम्ति खर्च गर्ने। सकिन्छ एक्लै हस्पिटल बनाइदिउँ, मठ बनाइदिउँ, मन्दिर बनाइदिउँ, पार्टी पौवा बनाइदिउँ, बाटोघाटो बनाइदिउँ। एक्लै सकिँदैन, मिलेर गरेका हुन्छन्। विभिन्न ठाउँमा सामाजिक कामहरू हो, त्यस्ता ठाउँमा हामीले पनि दान आदि कर्म गरौँ। भोलि पनि हाम्रा नामहरू शिलामा अङ्कित हुन्छन्। त कुनै बेला त हो फलानाले पनि यसो गरेको रहेछ भनेर हेर्न पाउँछन्, सन्ततिहरूले पनि पढ्न पाउँछन्। त त्यसको निम्ति खर्च गर्नु। नीतिले भन्छ जिउँदै मर्यो त्यो जसले गरे न केही, बाँच्यो सधैँ त्यो जसले गर्यो कि केही। त्यो मान्छे जिउँदै मरे बराबर अरे, जसले सामर्थ्य हुँदा हुँदै पनि समाजको लागि, धर्मको लागि, जनजनको लागि केही नगरिकन केवल बाँचेर अनि मरेर जान्छ। पशु तुल्य भयो उसको जीवन। तर जसले केही गर्छ नि समाजको लागि, हो त्यो चाहिँ व्यक्ति सदा सर्वदा जिउँदो रहन्छ।
त यशको निम्ति खर्च गर्नु पहिलो भाग। यश राखेर मरेको छन् भने अरूहरूले त्यसलाई हेर्छन्, र यश राखेका छन् भने एउटाले त्यस्ता सत्कर्ममा यश राख्दा अर्कोलाई पनि प्रेरणा मिल्छ। हो, उसले यस्तो कार्य गर्यो, मसँग पनि त्यो अवस्था छ, म पनि यो काम गर्छु नि त भनेर उसलाई प्रेरणा मिल्छ। अनि रिस चाहिँ कसले गर्छ नि, केही गर्दैन नि, अनि अर्काले दिएकोमा रिस उठ्छ त उसले त अब विरोधै गर्ने यसो त्यसो उसो भनेर। तर सत्कर्म गर्नेलाई हेरेर मान्छेले सत्कर्म गर्न चाहनेको लागि चाहिँ प्रेरणाको स्रोत बन्छ। त यहाँ दोस्रो भाग भयो यश। तेस्रो भाग अर्थाय, पैसा खर्च गरेर पैसा कमाउने हो। तसर्थ पैसा उद्योग धन्दा जे गरिन्छ नि त्यहाँ कमाउनको लागि एक भाग खर्च गर्नु। अर्को भाग भनेको कामाय। कामायको अर्थ हुन्छ आफूले जीवनमा कमाएको सम्पत्तिबाट जीवनमा आनन्द पनि लिँदै गर्नुपर्छ। तर आनन्द लिने कुरामा धर्म नासिने तरिकाले आनन्द लिनु हुँदैन, र अन्त्यमा मोक्ष नासिने तरिकाले आनन्द लिनु हुँदैन। धर्म ननासियोस् है आनन्द लिने कुरामा, यो कुरा चाहिँ ख्याल गर्ने। तर जीवनमा आफूले कमाएको सम्पत्तिबाट आनन्द पनि लिनुपर्छ। खालि सकिन्छ कि भनेर मुठी मात्र कसेर बस्ने होइन। एक दिन त छोडेरै जाने भने मरिजाँदा त केही पनि लाँदैन। चौथो भाग कामाय भनेको आनन्दको निम्ति पनि खर्च गर्नु। आनन्द हेर्नु, एउटा त पापयुक्त आनन्दले त नरक लान्छ, पापयुक्त आनन्द गर्नु हुँदैन। जुन आनन्दबाट हामीले पाप कमाउँछौँ, राज्यको नीति धर्मको नीति आदि विरुद्ध हुन्छ, त्यो खालको आनन्द लिन खोज्दैन। होइन भने एउटा धार्मिक आनन्द हुन्छ। कुनै दिन तपाईँ बराक क्षेत्र घुम्न पुग्नुभयो, देवघाट जानुभयो, ओ डोलेश्वर पुग्नुभयो, अर्कोतिर पुग्नुभयो, त्यो धार्मिक आनन्द भयो। यात्रा पनि भयो, सँगसँगै धार्मिक यात्रा भयो, जसले गर्दा दर्शन आदि पनि गर्न पाइयो। अब कहिलेकाहीँ घुम्नलाई जानुभयो कतै तीर्थयात्रामा, होइन अब यताका मान्छे अब कता कता जानुहुन्छ मलाई त्यति थाहा भएन, यसो नाम चाहिँ नगरकोट सगरकोट आदि के भन्नुहुन्छ। अब हाम्रो उता भयो भेरेटार अनि इलाम फिक्कल आदि छ। तर त्यहाँ पनि घुम्न जाँदाखेरि नराम्रो होइन। हेर्नुहोस्, त्यहाँ घुम्न जाँदा कुनै धर्म हानि हुँदैन, हामी पनि गइरहन्छौँ घुम्नलाई। त काम आयो भनेको आनन्द लिने हो। त तीर्थयात्राको पनि आनन्द, अर्को यात्राको पनि आनन्द लिँदै गर्ने हो, त त्यसलाई काम आयो भने। अब अन्तिम सम्पत्तिलाई 5 भाग लगाएर खर्च गर्दा अन्तिम चाहिँ सोजनाय छ भनेको 1 भाग सम्पत्ति चाहिँ आफन्तहरूको लागि पनि खर्च गरिदिनु, आफ्नो ठाउँको लागि पनि, आफ्नो गाउँको लागि पनि, अनि आफ्नो धर्मको लागि पनि। खालि मलाई यो देशले के दियो होइन, मैले चाहिँ यो देशलाई के दिएँ त। खालि मलाई यो धर्मले के दियो होइन, मैले चाहिँ यो धर्मलाई के दिएँ त। मलाई मेरो आफन्तले के दियो होइन, मैले जीवनमा मेरो आफन्तलाई चाहिँ के दिएँ त। अरूले के दियो होइन, मैले चाहिँ अरूलाई के दिएँ त भनेर त्यो विचार गरेर 1 भाग चाहिँ उनीहरूको लागि पनि खर्च गरिदिनु। र सम्पत्ति जसले 5 भाग लगाएर खर्च गर्छ त्यसैले जीवनमा आनन्द प्राप्त गर्दछ। भोलि त तिमीले दान दिनु भनेको 2 भाग हो। एक त दान दिनु भनेको धर्म भयो, अर्को यश पनि हो, नाम पनि हो। त्यसैले तिमीले 2 भाग दिन्छु भने अरू पर्दैन भन्दा बलिले भने अघि दिन्छु भनेको छु, अब दिन्न भन्दा पाप लाग्दैन। शुक्राचार्यले भन्नुभयो 2-4 ठाउँमा झुटो बोलेको पाप लाग्दैन अरे। कहाँ अरे भने स्त्रीषु नर्म विवाहे च भृत्यर्थे प्राण सङ्कटे गो ब्राह्मणार्थे हिंसायां नान्द्रितम स्याजुगुप्सितम। अलिकति झुटो बोल्दा वृत्तिको रक्षा हुन्छ भने पाप लाग्दैन। अलिकति झुटो बोल्दाखेरि स्त्री जातिहरूको रक्षा हुन्छ भने पाप लाग्दैन। अलिकति झुटो बोल्दा प्राणको रक्षा हुन्छ भने पाप लाग्दैन। र अलिकति झुटो बोल्दा कसैको विवाह आदि कार्य सम्पन्न हुन्छ भने त्यहाँ पनि झुटो बोलेको पाप लाग्दैन। अलिकति है, धेरै होइन। फेरि केटी कस्ती छ जस्ती भए पनि ब्युटिफुल ब्युटिफुल, केटो कस्तो छ जस्तो भयो भने हेन्सम हेन्सम, हेरि नसक्नुको हेन्सम। त यहाँ त बलिलाई भन्नुभयो बलि तिम्रो वृत्तिकै नाश हुँदैछ, त्यसैले तिमीले दिन्न भन्दा झुटो पाप लाग्दैन तिमीलाई। बलिले भने गुरुजी पाप त नलाग्ने रहेछ मैले थाहा पाएँ, तर कलङ्कको टिका त लाग्छ नि। बलिले त दिन्छु भनेर दिएन भने हामीले नदिँदा के हुन्छ भने पछिकाले मेरै नाम सारी सारी त्यो कर्म गर्छन्। त्यसैले सम्पत्ति त छोडेरै जाने हो, कलङ्क कहिले छोड्दैन। त्यसैले यो कलङ्क चाहिँ म धारण गर्दिनँ। गुरुदेव अब हजुरले भन्दा नै नारायण भगवान आउनुभएको रे माग्ने भनेर मेरो अगाडि। अरे जगतका मालिक आज मेरो अगाडि माग्ने भनेर आउँदै हुन्छ, यो कुनै सितिमितिको कुरा हो। त्यसैले म त दिन्छु गुरुदेव।
अब त दिन्न भने पनि भगवान् आएपछि त लानुहुन्छ त्योभन्दा बरु म हाँसी हाँसी दिन्छु भनेर बलिले जब दिने दृढता गर्नु भने शुक्राचार्यले रिसाएर भन्नु ऐश्वर्यबाट तिमी रहित हुनेछौ। त बलिले स्वीकार गर्नु गुरुदेव ऐश्वर्यबाट म रहित हुन तयार छु, धनबाट रहित हुन तयार छु, कष्ट जीवनमा भोग्न तयार छु, तर कलङ्क चाहिँ लिन म तयार छुइनँ। त्यसैले कलङ्कबाट बच्नमा सब कष्ट लिन तयार छु। कलङ्क अविनाशी हुन्छ। यसो भन्दै बाहिर निस्किनु भयो बलि। भगवान्लाई दान दिन्छु भनेर बलि जब बाहिर निस्किनु भयो, बलिकी पत्नी विन्ध्यावलीले त्यो करुवाबाट पानी हातमा खनाउन खोजेको, खसाल्न खोजेको टुटीबाट शुक्राचार्य गुरु गएर टुटीभित्र छिरिदिनु भएछ। भरसक पानी नझर सङ्कल्प नहोस् भनेर वामन भगवान्ले थाहा पाउनुभयो, कुसको टुक्रा उठाउनु भयो, यो टुटीमा चाहिँ फुल अड्के जस्तो छ भनेर यसरी घोच्नु भयो। यसरी घोच्दा शुक्राचार्यजीको त आँखै फुटेछ एउटा। शुक्राचार्यजी रुँदै निस्किनु भयो, भगवान् मेरो त एउटा आँखै फुट्यो। वामन भगवान्ले भन्नुभयो बाजे आफू पनि दान दिँदैन हो, दान दिनेवालालाई पनि रोक्छ, जसले दान दिनेवालालाई रोक्छ त्यसको त आँखै फुटोस् भन्नुभयो। हुन्छ नि कतिपय मान्छे आफू त दान दिँदैनन्, अर्काले दान दिएको पनि सुन्न सक्दैन। राम त्यो काम गर्नको लागि त्यसले त्यति दियो अरे, त्यो काम गर्नको लागि त्यसले त्यति दियो अरे, त्यसले त्यति दियो अरे। हाम्रो गाउँमा केही नभएको त्यसले पनि पो लगेर त्यो काम गर्नलाई त्यति दियो अरे भनेर जब सुन्छ नि कहिले दानको नाममा नचाहनेले, अब त्यसलाई यति रिस उठ्छ नि, त्यसको बल पुग्ने भए दिने जति लागेर सबलाई पक्रेर कुट्थ्यो होला, किन दिएको भनेर। कुट्न त मिलेन, त्यही भएर पर बसेर कुरा काट्छ। के भन्छ, बेसरी पाप गरेर कमाइरहेको थियो अनि दिन्छ नि दान, आफू त पाप पनि गरिँदैन दिँदैन पनि भन्छ। त्यो चाहिँ के भने आफूभित्रको ईर्ष्या त काहीँ न काहीँ त पोख्नु पर्यो नि। त्यो भित्रको त्यो रिस रागलाई त त्यसरी भए पनि उसले पोख्छ। हेर्नुहोस् त दियो भन्दा प्रेरणा मिल्छ कसैलाई ईर्ष्या जाग्छ। त शुक्राचार्यजीलाई वामन भगवान्ले भन्नुभयो दिँदैनौ र रोक्छौ भने त्यसैले तिम्रो आँखै फुटोस् भनेर। तब यहाँ वामन भगवान्ले अब सङ्कल्पको लागि तयारी गर्दै गर्दा पानी झर्यो, बलिको हातमा जल झर्यो, तिल हातमा राख्यो, फुल हातमा राख्यो। वामन भगवान्ले सङ्कल्प पढिदिनु भयो, म हिरण्यकशिपुको वंशमा उत्पन्न भएको बलि नाम गरेको राजाले आफ्नो अगाडि आउनु भएको वामन भगवानको पाउले नापेर 3 पाउ जमिन दानमा दिए भन्ने बित्तिकै हातमा कुसपानी राखिदिनु भएको थियो। वामन भगवान् त बढेर भयङ्कर विराट वामनको रूपमा प्रकट हुनुभयो। बोली विराट वामन भगवानको जय हो। विराट वामन भगवानको रूपमा वामन भगवान् प्रकट हुनुभयो। पहिलो पाउले पृथ्वी नापिदिनु भयो, दोस्रो पाउले आकाश नाप्नलाई भने जब पाउ उठाउनु भएको थियो नि, त्यो पाउ त यसरी बढ्न लाग्यो। वामन भगवानका ती नङले आकाशमा चाहिँ ठोक्किँदै आकाश पाल पर्न थालेछ। आकाश कहीँ पाल पर्छ? आकाश त पाल पर्दैन नि, होइन? तर होइन, आकाश पाल पर्छ। अब मैले पुराणको कुरा भने तपाईँलाई विश्वास नलाग्ला, तर अहिले विज्ञानलाई पनि गएर सोध्नुहोस् न, आकाशमा नि यस्ता पृथ्वी एउटै पालभित्र 100 पृथ्वी 1000 पृथ्वी अटाउने ब्ल्याक होलहरू छन्, ब्ल्याक होलहरू पालहरू छन्, जहाँ सूर्य पनि पस्यो भने कता हराउँछन् थाहा छैन। एउटा होइन, दुईटा होइन, हजारौँ त्यस्ता ब्ल्याक होलहरू जसलाई कृष्ण होल भनेर भनिन्छ। त वामन भगवानको त्यो नङले आकाशमा चाहिँ सब घोचिएर त्यस्ता होलहरू बने, पालहरू बने। वामन भगवानको बुढी औँठा ब्रह्मलोकमा पुग्दा कमण्डलको पानीबाट पखाल्नु भयो चरण, त्यहाँबाट गङ्गाजीको उत्पत्ति भयो, चरण धो पनि गङ्गा बन्नुभयो। त दोस्रो पाउमा पृथ्वी, पहिलो पाउमा पृथ्वी, दोस्रो पाउमा बलिको राज्य स्वर्ग र पाताललाई नापिदिनु भयो। तेस्रो पाउ राख्ने ठाउँ कहाँ दिन्छौ भन्दा बलिले भने यो तेस्रो पाउको लागि प्रभु मेरो सम्पत्ति पो हजुरले नाप्नु भएको छ, म त बाँकी छु नि, यो तेस्रो पाउ चाहिँ मेरो शिरमाथि राख्नु भने बलिले शिरलाई निहुराए। वामन भगवान्ले आफ्नो तेस्रो शिर
तेस्रो चरण चाहिँ बलिको शिरमाथि राखेर बलिलाई आत्मनिवेदनको भक्तिको आचार्य जब बनाउन लाग्नु भएको थियो त्यतिखेर सबले भगवानको जय जयकार गरे। बोले भक्तहरू भगवानको जय, भक्तहरू भगवानको जय हो। बलिले आज वामन भगवानलाई नाशवान सम्पत्ति राज्य दान दिएर अविनाशी यश प्राप्त गरे। अब अविनाशी यश प्राप्त गरे। कहिले बलि अब मर्दैन। दानवीर बलि भनिन्छ। बलि जस्ता धनी कति भयो तर नाम छैन उनको, तर बलिको नाम छ दान दिएको कारणले गर्दा। त जिउँदै मर्यो त्यो जसले गरेन केही, बाँच्यो सधैँ त्यो जसले गर्यो कि केही। त्यसैले आफूले आफूलाई जीवन्त राख्न केही न केही सार्थक कर्म गर्नुपर्दछ। अरू बेला सम्झौँ नसम्झौँ यज्ञ गर्दा बलिलाई अनिवार्य भाग दिन्छ। बलि भाग नदिकन गरेको यज्ञ अपूर्ण मानिन्छ। अन्तिममा त्यो मासका दालहरू राखेर बत्ती राखेर बाटोमा राखिन्छ नि बलि भाग दिएको भनेर। कतैतिर कसैले धेरै दान दियो भने हो दानवीर बलि, दान दिनेमा त बलि राजा जस्तै भनेर बलिको नाम रहन्छ। अनि अरू बेला सम्झे पनि नसम्झे पनि वर्षमा एकपल्ट हाम्रो संस्कार संस्कृति अनुसार जब देउसी भैलो खेल्न जान्छौँ नि हामी के भन्दै जान्छौँ? ए हामी त्यसै देउसी रे, ए आएका हैनौ देउसी रे, ए कल्लेमा पठाएको अरे ए बलि महाराजले देउसी रे, ए पठाएको देउसी रे। भैलो खेल्न जाँदा पनि त त्यसै भन्छौँ नि होइन? ए हरियो गोबरले लिपेको लक्ष्मी पूजा गरेको, हे औँसी बारो गाई तिहारो भयो, हामी त्यसै आएनौ बलि राजाले पठाएको, हे औँसी बारो गाई तिहारो भयो। अहिले पनि हामी बलि राजालाई त्यसरी। अब हामीले देउसी खेलिहाल्यौँ, नयाँ ढङ्गबाट देउसी खेल्ने। हामी यहाँबाट भट्ट्याउँदा तपाईँले राधे श्यामा भन्नु होला। यही बिचमा हाम्रो वामन भगवानलाई यहाँ हामी ल्याउँछौँ एउटा कुर्सी पनि। तनले भनो राधे श्याम, प्रेमले भनो राधे श्याम, राधे श्याम, राधे श्याम, राधे श्याम, राधे श्याम, सबैले गाउँ राधे श्याम, सबैले जपौँ राधे श्याम, सबैले गाउँ राधे श्याम। कति राम्रा ब्राह्मण आए आज यज्ञ सफल बनाए, कति राम्रा ब्राह्मण आए आज यज्ञ सफल बनाए। बलि राजा स्वागत गर्दछन् पत्नी साथ शरणमा पर्दछन्, बलि राजा स्वागत गर्दछन् पत्नी साथ शरणमा पर्दछन्। बसौँ बागमती प्रदेश राधे श्याम, भक्तपुर जिल्ला राधे श्याम, सूर्य विनायक राधे श्याम, नगरपालिका राधे श्याम, वडा नम्बर राधे श्याम, 3 राधे श्याम, तिमी चोकमा राधे श्याम, नयाँ बस्ती राधे श्याम, भट्टराई चोकमा राधे श्याम, अनिल दाईको राधे श्याम, सुजता देवीको राधे श्याम, घरेमा राधे श्याम, पितृको उद्धार राधे श्याम, गर्नलाई भनी राधे श्याम, बुवा आमा राधे श्याम, दाजु भाइ राधे
सबै इष्ट र मित्र सबै बेलामा भई सबै श्रीमद् भगवत सबै महापुराण सबै हुँदै सबै सबैले भनौ सबै राधे श्यामा सबै राधे श्यामा भिक्षा माग्न आएछन् कि कमण्डलो खाता भिक्षा माग्न आएछन् कि कमण्डलो हाता साँच्चै राम्रो मोहनी रूप ओढेका छन् छाता साँच्चै राम्रो मोहनी रूप ओढेका छन् छाता कति राम्रा ब्राह्मण आई आज यज्ञ सफल बनाए कति राम्रा ब्राह्मण आए आज यज्ञ सफल बनाए बलि राजा स्वागत गर्दछन् पत्नी सत शरण पर्दछन् बलि राजा स्वागत गर्दछन् पत्नी सत शरणमा पर्दछन् बलि राजा स्वागत गर्दछन् पत्नी सत शरणमा पर्दछन् बलि राजा स्वागत गर्दछन् पत्नी सत शरणमा पर्दछन् बलि राजा स्वागत गर्दछन् पत्नी शरणमा पर्दछन् बोले वामन भगवानको जय हो। बलि महाराजको जय हो। अब हाम्रो कर्ताहरूले उठेर वामन भगवानको पूजा गर्नुहुनेछ वामन भगवानलाई भेट दिनुहुनेछ त्यो छातालाई लिएर त बन्द गरेर राखिदिउँ अब वामन भगवानले सबलाई आशीर्वाद दिनुहुनेछ अघि छाता पड्किनु भएको हातले आशीर्वाद मुद्रामा हात उठाउनुहुनेछ कर्ताले उठेर गएर अब पूजा गरौँ वामन भगवानको चढाई तिम्रो चरण दर्शन गर्छु फुल चढाई तिम्रो चरण साना साना हरि आए बनी वामन साना साना हरि आए बलि वामन दर्शन गर्छौ फुल चढाउँछौ तिम्रो चरण दर्शन गर्छु फुल चढाउँछु तिम्रो चरण जय हो बोले वामन पूजन महोत्सवको भाद्र महिना शुक्ल पक्ष द्वादशीको दिनमा भाद्र महिना शुक्ल पक्ष द्वादशीको दिन नाचौँ नबस्छौँ नाचौँ साना साना हरि आए बनी वामन दर्शन गर्छु फुल चढाई तिम्रो चरण जय हो बोले बलि वामन भगवानको वामन पूजन महोत्सवको एउटा हातमा कमण्डलु अर्को हातमा छाता एउटा हातमा कमण्डलु अर्को हातमा छाता चरणमा खराउँछ पीताम्बर गाथा चरणमा खराउँछ पीताम्बर गाथा बलि राजा पूजा गर्छन् शरणमा परी बलिकोमा जानुभयो वामन रूपधारी बलिकोमा जानुभयो वामन रूपहारी बलि राजा पूजा गर्छन् शरणमा परी